ओके, आज चाहिँ ट्रेनमा हिँड्दाखेरि कसरी स्विगीबाट खाना अर्डर गर्ने भन्ने विषयमा भिडियो बनाइरहेको छु। सो स्विगी खोल्ने अनि कहिलेकाहीँ चाहिँ अब फ्रन्ट पेजमै लेखेको हुन्छ गेट योर मेल अन योर ट्रेन भनेर। तर छैन रहेछ भने चाहिँ सर्च बारमा क्लिक गर्ने अनि सर्च बारमा क्लिक गरेर जे पनि लेख्दा हुन्छ। जस्तै म यहाँ फुड लेख्दैछु अनि यहाँ मुनि यसरी देखाइहाल्छ। यसमा क्लिक गर्ने। यसमा क्लिक गरेपछि चाहिँ तपाईँको पिएनआर नम्बर हुन्छ जुन चाहिँ तपाईँको टिकटमा हुन्छ। त्यो पिएनआर नम्बर यसमा लगाउने अनि पिएनआर नम्बर लगाएपछि यसमा डिटेल्स आफ्नो ट्रेनको डिटेल्स आइहाल्छ अनि ट्रेनको डिटेल्स आएपछि यहाँनिर सिट नम्बर लगाउने जग्गा हुन्छ। अहिले मेरो अलरेडी सिट नम्बर लगाएको छु। यहाँनिर क्लिक गरेर सिट नम्बरलाई चेन्ज पनि गर्न सक्नुहुन्छ अनि त्यो आएपछि मुनिपट्टि सबै डिटेल्स आइहाल्छ। हाम्रो ट्रेन कहाँ कहाँ रोकिन्छ, कुन कुन स्टेसनमा रोकिन्छ र कुन बेला खाना चाहिएको हो, कुन चाहिँ स्टेसनमा चाहिएको भनेर। अहिले मैले बेलुकाको टाइममा गरिरहेको छु, त्यही भएर बेलुकाको टाइममा यहाँ एक ठाउँ मात्रै रोकिने टाइम छ, त्यही भएर यहाँनिर एउटा मात्रै अहिले देखाइरहेको छ। अनि यहाँ क्लिक गर्ने, त्यहाँदेखि यहाँ क्लिक गरिसकेपछि कतिवटा छेउछाउमा रेस्टुरेन्टहरू छ र के खान पाइन्छ सबै डिटेल्समा यहाँ आइहाल्छ र आफूलाई जे चाहिएको छ त्यसलाई क्लिक गर्ने अनि आफूलाई जे चाहिएको छ त्यसलाई चुज गरेर अर्डर गर्दा भइहाल्छ। अर्डर गर्नको लागि जिपे युज गर्न सक्नुहुन्छ। जिपेबाट पे गरेपछि त्यहाँदेखि त्यो स्टेसनमा रोकेपछि डेलिभरी डेलिभरीको मान्छे आएर हाम्रो आफ्नो खाना दिइहाल्छ। इफ डेलिभरी पोसिबल भएन रहेछ भने नि त्यसको 10-15 मिनटमा त्यो पैसा पनि रिफन्ड भइहाल्छ। जस्तै मेरो एउटा क्यान्सल भएको थियो, अहिले रिफन्ड पनि भइहाल्यो। अर्डर पनि आइपुग्यो। अघि मैले अर्डर गरेको यो गरेको थिएँ नि त भिडियो गरेको फर्क खै फर्क यहाँ छ त कस्तो छ आयो मेरो मेरो यहाँ छ फेरि यहाँ छ मेरो किन त अन्डा छ त अन्त खान नि त एक उयो हो नि त कोसाए पो भाँसी गएको नि